मलाई यी मार्दिनुस्, यही गाड्दिनुस् खाल्टो खनेर। 57 करोड 92 लाख खर्च भनिएको छ, हो त्यही हो वास्तविक खर्च। 18 करोड 43 लाख तिर्नु पर्ने हो, उधारो हो। 5 वर्षदेखि विवाद, आरोप प्रत्यारोप र राजनीतिक खेलमा घेरिएका थुर्मुस सुन्तलीमाथि लागेको सबै अनियमितताका आरोप अन्ततः झुटो भएको खुलासा भएको छ। तर किन उनीहरूलाई लगातार दोषी ठहर्यायो? किन प्रमाण हुँदाहुँदै पनि उनीहरूलाई वर्षौंसम्म न्यायबाट टाढा राखियो? थुर्मुस सुन्तलीले 2015 को भूकम्पपछि घर बेचेर देशका लागि काम सुरु गरेका थिए। पछि रङ्गशाला निर्माणको काम लिए, तर केही जनप्रतिनिधि र समूहहरूले उनीहरूलाई बदनाम गर्न खोजे। गल्फका नेपालीको पैसा दुरुपयोग गरेको, विलासी जीवन बिताएको जस्ता आरोप लगाए। तर 5 वटै सरकारी छानबिनले उनीहरू निर्दोष भएको देखायो। थुर्मुस सुन्तली 5 वर्षदेखि कागजात बोकेर कार्यालय धाउँदै हिँडे, तर कसैले नसुन्दा उनीहरू मानसिक रूपमा समेत थकित भए। थुर्मुसकी पत्नी कुञ्जनाले छोरी रोइरहेको भिडियो शेयर गर्दै परिवारले भोगेको पीडा सुनाइन्। थुर्मुसका दाजुले पनि अस्पतालमा रहेका उनीहरूको भिडियो पोस्ट गर्दै न्याय नपाएको गुनासो गरे। सरकारले रङ्गशाला खरिदका लागि 15 करोड छुट्याएको छ, तर फाउन्डेसनलाई तिर्नुपर्ने 18 करोड 43 लाख अझै रोकिएको छ। सबै प्राविधिक मूल्याङ्कनले उनीहरूले 72 करोड बराबरको काम गरिदिएको पुष्टि गरिसक्दा पनि रकम नदिई झन्झट बढाएको आरोप गरेको छ। सबै प्राविधिक मूल्याङ्कनले उनीहरूले 72 करोड बराबरको काम गरिदिएको पुष्टि गरिसक्दा पनि रकम नदिई झन्झट बढाएको आरोप छ। 5 वर्षसम्म आरोप आलोचना र राजनीतिक विवादमा परेका थुर्मुस सुन्तलीमाथि लागेको सबै अनियमितताको झुटो साबित भएको छ। 5 वटा सरकारी छानबिन समितिले समेत कुनै गल्ती छैन भनेर स्पष्ट रिपोर्ट दिएको छ। तर निरन्तर आरोपको कारण उनीहरूको परिवार मानसिक तनावमा परेको छ। छोराछोरी समेत यसले प्रभावित भएका छन्। सरकारले रङ्गशाला खरिदका लागि रकम छुट्याए पनि फाउन्डेसनलाई तिर्नुपर्ने भुक्तानी अझै रोकिएको छ। थुर्मुस सुन्तलीले 72 करोड बराबरको संरचना बुझाए पनि उनीहरूले पाउनुपर्ने 18 करोड भन्दा बढी रकम आजसम्म नपाएको गुनासो गरेका छन्। अब उनीहरूको एउटै प्रश्न छ, हामीलाई झुटो आरोप लगाएर भएको नोक्सानको जिम्मा कसले लिन्छ? यो थुर्मुस सुन्तलीको रङ्गशाला भनिरहँदाखेरि हामीलाई पनि अलिकति नमिठो के लाग्छ भनेदेखि यो हाम्रो त होइन नि, यो राष्ट्रको हो। हामीले हाम्रो घर बनाइरहेको होइन र हामी कुनै स्वार्थ लिएर अगाडि बढेका पनि होइनौँ नि।